गति हो। त्यही पारदर्शितामा उभिएर म तपाईहरुलाई केही तिता मीठा कुरा बताउन गइरहेको छु। सबै मीठा कुरा गर्न पनि सकिदैन, सधैँ तितो कुरो गरेर पनि हुँदैन। तर आज तिता र मीठा कुरा गरौं। म छोटो धेरै लामो सम्बोधन गर्दिन। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला यो र कहीं जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नु होला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट चाहिँ ग्रसित भएँ भर्खरै। पानी कम पिउने, चुनावी दौडमा चाहिँ टोयलेट जानु पर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मलाई अलिकति स्वास्थ्यमा अलिकति हैन अलि बढी नै असर गरेको थियो। तर अब अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु। चुनावी क्रममा दौडिनु भएका साथीहरूको अनुहार हेरिरहेको छु। सबैको खटाई तपाईहरुको अनुहारले देखाएको छ। तर तपाईहरुको अनुहार सधैँ यस्तै हुनुपर्छ। जनतासँग सधैँ भिजेको, असिन पसिन भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बीचमा एउटा ठूलो पर्खाल छ। कयौं नेताहरूसँग जनता नजिक हुनै चाहँदैनन्, किन उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा नमस्कार गरेर हामी पुगेका छौं, भोलि तिनले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाई हामी पुग्न सक्छौं। होशियार त्यो होइन। त्यस्तो नेतृत्व जनताले खोजेका होइनन्। आज तपाईहरुले खुशियाली मनाउनु भएको छ। तपाईहरुको निधारको अबिर पनि कतिको त नआउँदा पनि गएको छैन, कतिपय अझै पनि अबिरमाला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्नुपर्छ। तपाईको परिवार कति खुसी हुनु भएको छ नि, माननीय हुनुभयो भनेर। परिवार, आफन्त, देश विदेशमा ओहो कत्रो सेलिब्रेसन चल्यो होला। केक काट्नु भयो होला, दियो बाल्नु भयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष मनाउनु पर्छ। तपाईलाई चुनेकोमा, मलाई चुनेकोमा। त्यो हाम्रो चुनौती हो। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नु भयो भने त्यसले अप्ठ्यारो परिस्थिति सृजना गर्छ। आदरणीय साथीहरू, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर कहीं कतै मानिसहरू त्यही ढंगले दौडधुप पनि मैले गरेको कहीं कतै देखिरहेको छु। राजनीति त्यसै गरी चल्नेवाला छैन। नथिङ, कुनै पनि चीज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने हो, सरलक्कै काँचुली फेर्ने हो। सरलक्कै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हुन्। हामी कानून बनाउन आएका हौं। कानून बनाउने प्रमुख जिम्मेवारी तपाईहरुको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानून फेरेर उनको घरको बाटो बन्छ, उनको धारामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउन। तपाईलाई थाहा हुनुपर्छ, अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौडधुप यताउता यसलाई भनेर हुन्छ कि उल्ला भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नु होला साथीहरू। म आज अलिकति तितो कुरा गरिरहेको छु तपाईहरुलाई। एज अ ल मेकर, कानून निर्माताका रूपमा तपाईहरुको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौं पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानूनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको यति लामो समय हुँदा समेत विभिन्न बाधा अडचनहरू भए। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। अब केको बाधा, अब केले अड्काउँछ हामीलाई? अब अड्काउने भनेको तपाई हाम्रो नियतले मात्रै हो। र अर्को कुरा, धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन। जति समय राजनीतिमा रहे सबैभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नु पर्यो। यो पार्टी जन्मेदेखि यसमाथि प्रहार भयो। पार्टीको नाममा मुद्दा चल्यो। यो पार्टीलाई जन्मैदेखि कुल्चने कोसिस भयो, बचाउँदै लिएर आउन सक्यौं। यो पार्टीको चुनाव चिन्हमा मुद्दा चल्यो। यो पार्टीको चुनाव चिन्ह नै भत्काइदिने गरी प्रहारहरू भए स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट जोगाएर ल्यायौं। हामीले घण्टी बचायौं, किनकि नेपाली जनताको लागि घण्टी बचाउनु पर्थ्यो, घण्टी बजाउनु पर्थ्यो। सजिलो थिएन। यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौं, हामी डराएनौं, हामी हल्लिएनौं, किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौं भनेर हामीले 84 कोरेका थियौं। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनता नै खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सिट होइन एकैपटक 2/3 दिन सक्थे जनताले। तर अघिल्लो चुनावमा जनताले के भने यी नयाँहरूलाई एकपटक हेरौं ताकि यिनीहरू नमात्ने हुन्, त्यति मात्र सिट दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिटान नपारौं भनेर नागरिकले विवेकपूर्ण ढंगले मतदान गरे।
तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ, अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा कुरे, तपाईँ हामीलाई 36 महिना 36 दिन पनि कुर्नेवाला छैनन्। यो कुरा निर्धक्क हुनु होला, किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानून निर्माताका रूपमा अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर घरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथी हो, कुनै गुट बनाउनु पर्दैन। घण्टीका मुनि सबै हटाउन सक्छौं, घण्टीसँग त्यति धेरै ताकत छ, कहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो अभिगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर अभिगत हुन्छ। यो कुरा म तपाईलाई डे 1 मा बताउन गइरहेको छु। त्यसकारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्ने, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै, विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पूरा गर्ने हो। तपाईको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईँ हामीले बोक्ने हो। त्यसका लागि तपाईँ हामीलाई मत दिएर पठाएका हुन्। सामान्य कुरा होइन। यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् शहीदकी आमा। सामान्य कुरा होइन। देशमा बिचौलियागिरी बिगबिगी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईलाई सुनाउँदैछु। तपाईहरुलाई विचलित बनाउन, तपाईलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार ढाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौं। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बीच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईहरु हेर्नुहुन्छ होला नि। समाचार भित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिलेकाहीँ त। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गरद गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि धेरै धेरै मत आएको छ नि, लाखौं भोट छ नि जसले हामीलाई भोट दिएनन्। अन्य विभिन्न नेताहरू छन्। प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक यति हो कि हामी कति बलियो छौं। आफू बलियो हुनुपर्छ, अरूलाई दोष लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनु पर्छ। यो कसैको चाल होइन। हामी मिल्न सकेनौं भने, हामी स्वार्थको बन्दी बन्यौं भने मात्रै समस्या पर्ने हो। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रासोपा आउनुभएका साथीहरूलाई मेरो स्वागत छ। तपाईहरुले कहीँ कतै हेजिटेसन भन्छ नि, कहीँ कतै तपाईले लघुतावास राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नुपर्छ कि केही पनि भन्न पर्दैन। हृदय ठूलो पारेर हामीले तपाईहरुलाई स्वागत गरेका छौं। खाली यति हो कि पुरानो प्रवृत्तिबाट तपाई टकटकिएर आउनुपर्ने हुन्छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले रगत बगाएर आएको चुनाव हो। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का खुलफुलका रूपमा प्रस्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौं, तपाईँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट, कुनै क्रियाकलापबाट हुनु हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, आफ्नो बारेमा वाहवाही हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरू पनि यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीँ आफ्नो पक्षमा राम्रा कुरा लेखिदिँदाखेरि तपाईले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ त्यो कुरा याद नगरिकन तपाईले त्यस्ता किसिमका हल्का फुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाको सदस्य हो। त्यसकारणले भूमिका परिवर्तन भएको छ। होइन जो कोहीलाई अझै पनि म अभियन्तै हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई म
हिजोकै जस्तै भनौँ न यदि जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्छु त्यस्तै दिन्छु जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस फर्म। तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन। तर होइन, अब म जिम्मेवार हुँ, अब मेरो भूमिका फेरिएको छ। यो देशका कानुनहरू मैले फेर्नु पर्नेछ, कानुनहरूमा संशोधन ल्याउनु पर्नेछ, नयाँ कानुनहरू ल्याउनु पर्नेछ। मलाई मत दिएका जनताको घर घरमा खुसियाली आउनु पर्नेछ र मलाई मत दिएका जनताको चुलो बोल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पर्नु पर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको फोर्स बिना भन्ने कुराको महसुस तपाईँलाई हुनुपर्छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नु भएन, इमर्जेन्सीको बेलामा मैले भनेको छैन, सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ तपाईँले मात्र सुविधा प्राप्त गर्नु कि जायज होइन। सक्नुहुन्छ भने म बाध्यताकारी तपाईँलाई भन्दिनँ, महसुस गर्न सक्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा म यहाँलाई बताउँछु, राष्ट्रपा स्थापना भएको 3.5-4 वर्ष पनि भएको छैन। यस बीचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। राष्ट्रपाभित्र देशको अनुहार छ। अहिले जोडिएका साथीहरू यो देशको अनुहार, यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरू हो। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला। जे जस्तो भए तापनि एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनु पर्छ भने सरकार 2/3 छ, संख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, संख्या घट्ला अल्पमतमा पर्ला भन्ने कुराको परवाह नगरिकन राष्ट्रपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्नेछ। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम र एउटा डिसिप्लिन। यस बीचको पातलो एउटा रेखा छ साथीहरू, त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईहरुको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन, तपाई स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासित भएर। अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईहरुलाई कडाइका साथ पालना गराउनेछ। किनभने परिवार ठूलो भएको छ, अनुशासित हुन सकेनौं भने त्यसले अर्कै किसिमको एउटा अराजकता सृजना गर्छ। अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौं। यसै पनि विभिन्न किसिमका अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्नेछ। म अघि पछि भन्दा आज अलिकति फरक चुनिएको छु होला, तपाईले त्यो महसुस गर्नुभएको छ होला। अलिअलि कडाइका कुराहरू गर्यो, अलिअलि कारबाहीका कुराहरू गर्यो, यसले राइट टु रिकलको कुराकानी गर्यो, अलिक खबरदारी गरे जस्तो गर्यो भन्ने कुरा तपाईलाई लागेको होला। लाग्नुपर्छ तपाईलाई, किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठूलो जिम्मेवारीको महसुस तपाईलाई प्रत्येक दिन हुनुपर्छ साथी हो, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँमा भनेका छन्। तपाई भोट माग्न जाँदाखेरि आमा बाहरूले रुँदै के भनेका छन् तपाईलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो नि, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठूलो कुरो छ भन्नुहोस् त। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा, नीलो झण्डा फरफराउँदै हातमा घण्टी बोकेर हिँडेका हाम्रा हातमा, हाम्रा काँधमा देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूले सम्मले यो देश बचाऊ भनिरहेका छन्। यो जिम्मेवारी हो, ठूलो शक्ति हामीले प्राप्त गरेका छौं। जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जहाँ जुन ब्याकग्राउन्डबाट आउनु भएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रपाभित्र सिङ्गो देशको अनुहार छ। यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जेनजी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठूलो यो परिवारलाई समायोजन गर्नको निमित्त, यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठूलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईहरुको मिडिया प्रेजेन्स प्रति कहीँ कतै दुःख मनाउ गर्दिन, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईले पार्टी पङ्क्तिसँग सरसल्लाह गर्नुहोला। तपाईको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नदुखोस्। तपाईको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्।
देशका कयौं गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईँका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यसकारणले मैले एउटा अभिभावककै हिसाबले तपाईँहरूलाई सचेत गराउन खोजेको हुँ आजको यो भेटघाट कार्यक्रममा। उपस्थित सम्पूर्ण साथीहरू, रासोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठूलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईँ हाम्रो कर्तव्य हो। अब संसदको सेसन चले भन्दा बाहेक तपाईहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। तपाईको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईको हुनेछ, किनकि तपाईलाई उसले जिताएर पठाएको हो, आफूले सुख पाउँछु भनेर पठाएको हो। तपाईलाई सुख दिन होइन, तपाईका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईलाई भोट दिएर पठाएको। त्यसकारणले ठूला ठूला हल या ठूला ठूला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन, ती गाउँ टोल बस्ती चिया चौतारोहरूमा आफ्ना सांसदहरूलाई देख्न चाहन्छु। हामी सांसद भयौं भन्दैमा त्यो सांसद भएको ब्याचले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन। अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र अब शक्तिशाली भए भनेर आफ्नो चालचलन, आफ्नो व्यवहारै परिवर्तन गर्ने कयौं साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सबै नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ। त्यतिखेर हामीले भनेका छौं, यसपटक हामीले इतिहास रच्ने कोसिस गरेका छौं। हामीले नागरिकसँग करार गरेका छौं। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गर्यौं भने हामी कमिटेड छौं। यसपटक परिवर्तन गरेरै छाड्ने हो, यसपटक काँचुली फेरेरै छाड्ने हो भनेर हामीले नागरिकसँग करार गरेका छौं। त्यो करारका अक्षर अक्षर पढ्नु होला। र तपाईहरु मध्ये कोही यही भएकै हलहरु मध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरु हुनुहुन्छ। तर कृपया मन्त्री बनाइदिनुस् भनेर या मिडिया ट्रायलमा म फलानु मन्त्री भनेर त्यस्तो चीजलाई बन्द गरिदिनु होला, किनभने अहिलेसम्म केही पनि थाहा छैन। पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईसँग उभिँदासम्म हामीले गरेका छैनौं। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईहरुको विज्ञता थाहा छ, तपाईहरुको क्षमता थाहा छ। कयौं साथीहरु देखिएको गर्नुहुन्छ, कयौं साथीहरु छेकिएको गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। कहिलेकाहीँ कसैले जति देखाउँछु भने पनि देखिँदैन, कसैले लुकाउँदा पनि देखिन्छ। क्षमता भन्ने कुरा त्यस्तो हुन्छ। त्यसकारणले कतिपय अलि बढी चर्चामा आएका साथीहरू र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ। कयौं विषयका विज्ञ साथीहरू हुनुहुन्छ। म सञ्चारकर्मी साथीहरूलाई के पनि अनुरोध गर्न चाहन्छु भने सार्वजनिक चासो र सार्वजनिक छविमा आइसकेका भन्दा पनि रासोपा भित्रका 101 विज्ञ साथीहरू यो हल भित्र हुनुहुन्छ। अलिकति क्यामेरालाई फोकस गर्नुभयो, अलिकति टिल्ट डाउन, टिल्ट अप, लेफ्ट राइट गर्नुभयो भने यो हल भित्र 101 विज्ञ साथीहरू हुनुहुन्छ है साथी हो। त्यसकारणले आम नागरिकलाई ती साथीहरू बारे पनि जानकारी दिदिनु होला है। चलेका, देखिएका, सुनिएका साथीहरू त छँदै हुनुहुन्छ, त्यहाँतिर पनि अलिकति ध्यान दिनुहोस् ताकि नागरिकले थाहा पाउन् कि रासोपा भित्र यस्ता मान्छेहरू पनि रहेछन् भन्ने कुरा। यो मेरो सञ्चारकर्मी साथीहरूको उल्लेख्य उपस्थिति भएको हुनाले मेरो विनम्रतापूर्वक यहाँहरूलाई गरिएको अनुरोध हो। अब म लगभग आफ्नो भनाइको अन्त्यतिर आएको छु। उपस्थित साथीहरू, चुनावमा हामीले अत्यन्त दुःख गर्यौं। तपाईहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनु भएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनु भएको छ। स्वाभाविक रूपमा के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईलाई लागेकै हुनुपर्दछ। चुनावका बेलामा जुन मेहनत तपाईले गर्नुभयो त्यो खटाइका हिसाबले त्यो मेहनत सायद नपर्ला, तर सोचाइका हिसाबले, पढाइका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्योभन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन। त्यसकारणले तपाईहरुको काँधमा अत्यन्तै ठूलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नु होला। म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर
तपाईँ हामीले प्राप्त गरेका छौँ। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौँ। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौँ भने यसपटक तपाईँले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौँ। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईँहरूको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौँ यसपटक आफ्नो हातले आफै इतिहास लेख्ने हो। आज म तपाईँलाई यो हलभित्र भनिरहेको छु, साथी हो, यो देशको भविष्य कस्तो लेख्ने तपाईँको हातमा छ, मात्र तपाईँको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईँलाई, ल लेखा हाम्रो भविष्य, ल रोका हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईँको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईँहरूको काँधमा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, ससाना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईँहरूले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिले पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने, हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौँ, हामी गर्छौँ, हामी सक्छौँ र हामी गर्छौँ। अन्त्यमा यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठूला ठूला बिल्डिङ, चिल्ला सडकहरू विकासका सूचक हुन सक्दछन्। मलाई सोध्नुहुन्छ भने मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो, सोसियल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ। सामाजिक न्यायका लागि अब तपाईँ हामीले पैरवी गर्नुपर्ने हुन्छ। रासोपाले चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं। हुन त तुलनात्मक रूपमा रासोपाले अन्य राजनीतिक दल भन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधित्व सभामा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र म विश्वासका साथ भन्न चाहन्छु आगामी दिनमा समावेशिताको यो महत्वपूर्ण कડીलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछौँ, म विश्वास दिलाउन चाहन्छु। यही हलबाट तपाईँहरू भोलि मन्त्रीका रूपमा आसीन रहनुहोला। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, तपाईँले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चिजहरू महत्त्वपूर्ण हुन्छन्। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ, मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँ हामीले सोचेको विकास यही हुनुपर्नेछ। अर्को पटक मैले चुनावमा बाटो लगिन भने, मैले अर्को पटक चुनाव जित्दिन भनेर तपाईँ आजदेखि लाग्नुभयो भने मैले फेरि पनि राइट टु रिकलको व्यवस्थाको बारेमा सम्झना गराउनु पर्ने हुनेछ। साथी हो, एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौ हामी। अर्को चुनाव जितौँ नजितौँ त्यो सरकारको विषय भएन, तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो। धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा, अपेक्षा,
को दियो बाल्न सफल भएका छौं। यसलाई निभ्न नदिनु होला। सभापतिका रूपमा म तपाईहरुसँग सँगै सधैँ छु। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ। तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन र यहाँहरूले पनि त्यसलाई डगमगाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु। इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौं व्यक्तित्वहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौं। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढंगले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईहरु सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईहरुको काँधमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईले समाजका विभिन्न तह र तबकामा लिनुभएको प्रशिक्षणले तपाईको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्नेछ। रासोपाको माध्यमबाट देशले जितोस् भनेर आम नागरिकले हामीलाई भोट दिएका हुन्। त्यसकारणले यो जित केवल रासोपा समर्थक, रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। त्यसका लागि तपाई हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चीजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईहरुलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तह र तबकामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। समानुपातिक साथीहरूलाई कतिपय मानिसहरूले तिमीहरू त समानुपातिक हौ, प्रत्यक्ष होइनौ भनेर अलिकति फरक ढंगले हेर्न खोजेको देखिन्छ। म त्यसलाई विभेद भन्छु। म त्यस्ता विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु। चाहे प्रत्यक्षमा रहेका हुन्, चाहे समानुपातिकमा रहेका हुन्, सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन्। कतिले चुनाव जित्नका लागि भूमिका निर्वाह गरे भने अब संसदमा गएर ती साथीहरूले आफूलाई अझ बढी अब्बल प्रमाणित गर्नुहुनेछ। हरेक पेशा, व्यवसाय, क्षेत्र, लिङ्ग सबैको प्रतिनिधित्व गरेर विशाल राष्ट्रपा परिवारमा आउनुभएका तपाईँ साथीहरूलाई सुपर लास्ट एउटै कुरा के भन्छु भने हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौं। हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौं भने अलग किसिमका मानिसहरू थियौं। हाम्रा साथीभाइ अलग थिए, हाम्रो संगत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेशा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ जोडेको हो। जोडिसकेपछि एज अ टिम प्लेयर, एउटा सामूहिक खेलाडीका रूपमा तपाई हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो।
तपाईलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू हुन्। यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ। त्यसकारणले व्यक्तिगत इच्छा आकांक्षा, व्यक्तिगत लाइक डिसलाइक, व्यक्ति मन पर्ने मन नपर्ने कुराहरू गौण रहन्छन्। मैले अघि पनि भने तपाईको चाहना, तपाईको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौंदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर बोक्ने हो। कयौं व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता कता घुम्दै फिर्दै यहीँ आएर ठोकिएका पनि हुन सक्दछौँ। यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति वफादार, इमानदार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। म यहाँहरूको सुखद राजनीतिक भविष्यको शुभकामना अभिव्यक्त गर्न चाहन्छु। फेरि पनि निर्वाचनलाई यति ठूलो परिणाममा ल्याउनका लागि काम गर्नुहुने पार्टीका अग्रकम्तीमादेखि अन्तिम पंक्तिसँग काम गर्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मतदाता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो देशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईहरू कहीँ कतै पनि विचलित नहुनुहोला। तपाईहरूले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। विदेशमा लगानी ल्याउनको निमित्त विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस्, मिलेर काम बनाऊ। देश निर्माणको यो महान अभियानमा तपाईहरूको साथ हामीलाई चाहिएको छ। सँगै मिलेर हामी थिति बसाल्ने संकल्प गर्न सक्छौं। अन्तर्राष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ। तपाईँ र तपाईको लगानी यो देशमा सुरक्षित हुन्छ। निर्धक्क हुनुहोला, कुनै किसिमको बाधा अडचन हुने छैन। तपाईलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, तपाईलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्नेछ। नीतिगत रूपमा तपाईँ हामी संरक्षित हुनेछौँ। देशको विश्वविद्यालयहरूले काँचुली फेर्नुपर्नेछ, उद्योग कल कारखाना चल्नुपर्ने हुनेछ, देशमा काम धन्दा निरन्तर चल्नुपर्नेछ, इम्प्लोइमेन्ट क्रिएट गर्नुपर्नेछ। यी व्यापक जिम्मेवारीहरू पूरा गर्नको निमित्त हामी सक्षम भएर काम गर्नेछौँ। मुलुक नयाँ मान्छेहरूको हातमा गयो, कहीँ अप्ठ्यारोमा पर्छ कि लोकतन्त्र पो खतरामा पर्छ कि कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका, भ्रम या आशंकाहरू कहीँ कतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। वी विल ह्यान्डल इट विथ केयर। हामी यसलाई एकदमै केयरफुल्ली, यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ, अत्यन्त सौहार्दका साथ, करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौँ। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौँ। हस्, फेरि पनि यहाँहरूलाई यो उपस्थितिका लागि, यो विजयका लागि र यो प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हामी सबैको जय होस्। जय देश, जय घण्टी। धन्यवाद सभापतिज्यू। अब मिडियाका साथीहरूलाई मैले यहीँबाट धन्यवाद भन्दै बाहिर